साथीहरू तपाईँहरू पनि चाहनुहुन्छ 5,000 लगाएर 1 करोड या त्योभन्दा बढी पैसा कसरी कमाउने? त्योको लागि एसआइपी गराउनुहोस्। एसआइपी भन्नाले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, जहाँ चाहिँ तपाईँहरूले पर मन्थ, एनुअली, क्वार्टरली एसआइपी गराउन सक्नुहुन्छ। इन्भेस्टमेन्ट 500 देखि पनि एसआइपी स्टार्ट हुन्छ। तपाईँलाई जति पैसा छ त्यतिले पनि एसआइपी गराउनुहुन्छ। अब कतिको मन्थली गराउन पनि सक्छ, क्वार्टरली पनि गराउन सक्छ, इयरली पनि गराउन सक्छ। त्योको लागि केही गाह्रो छैन। अनि तपाईँहरूलाई लाग्छ एसआइपी के हो, कसरी गर्छ? अनि म एउटा इक्जाम्पल तपाईँहरूको बिचमा भन्न गइरहेको छु। त्यो भनेपछि सबैजनाले बुझिन्छ मजाले। अनि जस्तै कि मानुस तपाईँहरू कोही मान्छे 20 वर्षको हुँदा एसआइपी खोलायो होइन? अनि 20 वर्षको हुँदा एसआइपी खोलायो अनि पर मन्थ ₹5,000 50 वर्षसम्म राख्यो होइन? अनि 50 वर्षपछि त्यो निस्काउन खोज्यो। अनि उसको टाइम भयो कति 30 वर्ष। अनि 30 वर्षसम्म त्यो ₹5,000 हालेर पर मन्थ, अनि त्यसपछि त्यसको इन्ट्रेस्ट दिन्छ 12.12% जति दिन्छ होइन? अनि त्यसपछि त्यो पैसा निस्काउँदाखेरि 1,76,00,000 हुन्छ। अब 5,000 देखि स्टार्ट गरेको त्यो मान्छे पर मन्थ 30 वर्षपछि उसलाई 1,76,00,000 भयो। अनि त्यो ठुलो कुरा होइन? पछिको दिनमा काम लाग्दैन यत्रो एमाउन्ट। त्यही भएर एसआइपी खोलाउनुहोस्। एसआइपी खोलाउनलाई तपाईँहरूलाई केही गर्नु पर्दैन। पहिला एकाउन्ट खोलाउनुहोस्, अनि त्यसपछि डिमेट एकाउन्ट खोलाउनुहोस्। त्यो ब्याङ्कमा नै डिमेट एकाउन्ट खोलिदिन्छ। अनि त्यसपछि जति कुरा हो मोबाइल ब्याङ्किङबाट सल्भ गर्न पाइन्छ इजिली। अनि आजभोलि सबैलाई थाहा नै हो कि मतलब मोबाइल ब्याङ्किङ सबले नै प्रायः चलाउँछ, त्यही भएर त्यो गाह्रो हुँदैन। अनि यस्तै भिडियो हेर्नलाई तपाईँहरूलाई जस्तै कि कार डिजाइनको भयो, अब सेयर मार्केटको नि भयो, अब स्टक मार्केटको नि भयो, थुप्रै अनलाइन न्युजहरू पनि भयो। जे जस्तो सब सुन्नलाई, हेर्नलाई, या तपाईँहरूले मेरो च्यानल पनि छ र फेसबुक, इन्स्टा र टिकटकमा पनि आइडी छ। सबको नाम हो डिजिटल वर्ल्ड 763 भनेर सबजना फलो गरिदिनु होला।